मुस्ताङको यो कोखे ठाँटी गाउँ भनेर लेखेको छ यतातिर होला सायद। तर हामी बसेको चाहिँ होलिडे क्याम्पमा। आजको वेदर चाहिँ यस्तो छ, एकदमै कुहिरो लागिरहेको छ, घाम लागेको छैन। अघि माथि चाहिँ घाम लागेको थियो। अनि टक्क मैले चाहिँ यो बोर्ड देखेँ होइन। अनि बोर्ड आएर यसो पढेको नजिकै हामी रहेछौँ यो होलिडे क्याम्पमा सुतेको। अनि हाट यतातिर चाहिँ जाने बाटो रहेछ 30 मिनट हाइक रे। अनि सेकुङ लेक। अनि म चाहिँ जाँदैछु अब सेकुङ लेक है त। एकछिन रनिङ हानेको यहाँदेखि यहाँसम्म लास्टै थाकिँदो रहेछ। यहाँ चाहिँ बाटो बन्दै रहेछ, यस्तो छ यतातिर। हामी फाइनल्ली यहाँ पुगिसक्यौँ तालमा। ताल भन्दा नि पोखरी जस्तो रहेछ यो चाहिँ। खासै मैले ताल जस्तो लागेन। तर यहाँदेखि हिमाल चाहिँ आम्मा कसरी ब्याकग्राउन्डमा दामी देखिँदो रहेछ पुरै। यतातिर चाहिँ अन्नपूर्ण रेन्ज, अनि यतातिर चाहिँ निलगिरी के भनिरहेको थिएँ हिजो, मैले चाहिँ बिर्सेँ ठ्याक्कै एक्ज्याक्टली नाम चाहिँ। तर दामी देखिँदो रहेछ। अझ यो घामले गर्दाखेरि चाहिँ टल्केको छ, नभए फोटो चाहिँ दामी आउँथ्यो होला। अहिले एकछिन उहाँ झर्ना देखिरहेछ। यस्तो दामी छ हिमालहरू, यस्तो देखिरह। कहाँको बुकी, कहाँको चाहिँ मुस्ताङको यो के ठाउँ हो यार। मुस्ताङको पनि मेन मुस्ताङ भनेर उतातिर जान्छन् मान्छेहरू। तर मुस्ताङमा पनि यस्तो सानो सानो ठाउँहरू, सानो सानो कुराहरू चाहिँ एकदमै धेरै रहेछ। रोड चाहिँ तलबाट जाने हो मुस्ताङको। अनि तल रोडदेखि चाहिँ यहाँ आउनको लागि आधी घन्टा चाहिँ हिँडेर आउनु पर्दो रहेछ। अहिले त बाटो पनि बनाएर रहेछ गाडी आउने। तर यो ठाउँ चाहिँ एकदमै दामी लाग्यो मलाई। अझ यहाँ मुस्ताङमा चाहिँ यो त ठुलो छ मुस्ताङ, अझ कस्तो ठाउँहरू होला कि भनेर चाहिँ मैले इमेजिन गरिरहेको कि होइन। कता कता देखाउने हो यो, अब क्यामेराले चाहिँ यस्तो कैद गर्न अलिक गाह्रै छ। आधी घन्टा लेखाएको ठाउँ त्यहाँ हेर्दाखेरि चाहिँ आधी घन्टा लेखेको थियो। अनि म चाहिँ चल्दिएर आएँ। अनि यहाँ यो लेकदेखि चाहिँ फेरि अर्को लेक रहेछ यता 20 मिनटको दूरीमा, भुटेरचो लेक भन्ने। तर यता जान चाहिँ अहिले नजाम होला, किनभने तल फर्किनु पर्ने हुन्छ। दाइहरू सबैजना उठ्नु भयो होला। अनि त्यसैले यतातिर आइछ बाटो चाहिँ। म चाहिँ अब यसपालि चाहिँ यहीँदेखि फर्किन्छु र अर्कोचोटि अझै यहाँ क्याम्प हालेर बस्ने। अनि फेरि यो लेकमा जाने, त्यसपछि अन्त कता हुन्छ अनि जाने है त। र अर्को एउटा अनोखा चिज चाहिँ मलाई के लाग्यो भन्दा चाहिँ यताबाट लागेको होइन, यो छ यता यति भागमा चाहिँ हिमाल देखेको छैन। बाँकी यो माथि उसले पनि ढाकेको छ कुहिरोले। अनि यो पुरै 360 नै हिमाल छ कि। यता पनि हिमाल, यता पनि हिमाल, यता पनि हिमाल, पुरै हिमालको बिचमा चाहिँ छौँ हामी। र यहाँ चाहिँ ग्रिनरी एकदमै छ, ग्रिनरी ब्युटी छ। आम्मा भोक लागेपछि हामी खाँदैछौँ अब यो वाइल्ड स्ट्रबेरी रहेछ। यो रहेछ हाम्रो वाइल्ड स्ट्रबेरी भन्छ यसलाई चाहिँ। जङ्गलमा भोक लागेपछि स्ट्रबेरी भेट्टाएँ मैले चाहिँ। अनि अब यही टिपेर चाहिँ खानुपर्छ। यो त मैले हामी घुम्टे जाँदा पनि देखाएको थिएँ बुटा, तर फलेको चाहिँ थिएन। अनि यहाँ चाहिँ फलेको रहेछ, यस्तो दामी फलेको रहेछ। सो फेरि एकचोटि भनौँ भन, म चाहिँ अहिले यहाँ फर्किन लागेको थिएँ। तर दाइहरू पनि फेरि आउने भन्नुभयो, मामाहरू आउने भन्नुभयो। त्यही भएर म चाहिँ यस्तो जङ्गलतिर पसेको। अनि एकदमै भोक पनि लागिराखेको थियो। अनि मैले चाहिँ ट्याक्कै यो वाइल्ड स्ट्रबेरी चाहिँ देखेँ होइन। पुरा भुइँभरि रातै फल्याएर छ वाइल्ड स्ट्रबेरी। अनि खाएको चाहिँ हल्का यस्तो दामी छ, स्विट छ, मिठो छ है। अनि भोक पनि मेटिन्छ अब।